सामान बोक्न होइन मान्छे मात्रै हिँड्न नि जुगाडमा चलाउने हो नि त जिन्दगी यार खत्रै फल निकाल्नु हो 10 लाखको टाउको मान्छेको टाउको होइन जे एउटै स्टेसनबाट डिजिबिएसले चाहिँ कसरी सर्वे गर्छ त्यसो हामी प्याकअप पानी पर्यो बनाउनु त मन हेलो एन्ड नमस्ते फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा मेरो ब्लग चाहिँ सुरु भएको छ आज धुली खेलको वडा नम्बर 2 अथवा कति हो अनाइकोटबाट विशेष गरी कामको सिलसिलामा अनाइकोट पनि कस्तो रहेछ पुरै गाउँ हो गाउँमा घुम्नलाई मजा आउँछ त्यही भएर पनि हामीले आज खासमा सर्वे गर्नको लागि आएको दाइ खत्रै फल निकाल्नु हो के त्यो यो त उस जस्तो देखिन्छ त के अरे यार्सो गुम्बा जस्तो के हो र त्यो त्यो एकचोटि त्यो रुखमा त्यो आउने यस्तो लामो लामो त्यो चिल्लोवाला हुन्थ्यो नि त्यो पिङ्क पिङ्क कलरको फुल थियो एकचोटि त्यो व्यापक बिक्या थियो नि गाउँ गाउँ रुखमा चढ्ने झार्ने मुठा मुठा पार्ने बेच्ने त्यसको साबुन बनाउनु हो कि के को भन्थ्यो यसको नामै डुम्री होइन त एउटै भन्दो रहेछ होइन हाम्रो भाषामा पनि त्यही भन्थ्यो हाम्रो भाषामा पनि डुम्री नै भन्थ्यो क्या यसलाई मेरो सिन्धुली होइन तामाङ राईले मुछौ देखिन्छ र म कस्तो दामी पाक्यो क्या पाक्न गेडा पनि ठुल्ठुलो क्या ठुल्ठुलो फल खाने झर्छ के छुने सर्वे भनेको चाहिँ यस्तै हो हेर दाइहरू तल जानु म चाहिँ नसकेर फेरि मासतिरै फर्केँ सर्वे गर्न गाह्रो छ हौ के गर्नु यस्तो छ बाटो हिँड्नु पर्यो म चाहिँ डुम्रे खाइरहेको छु डुम्रे डिजिबिएसले चाहिँ कसरी सर्वे गर्छ म त्यो तपाईँहरूलाई देखाउँछु है खासमा के हुन्छ भने यो चाहिँ सेटेलाइटबाट काम गर्ने हो जस्तो यस्तो एरियाहरू अब अलिकति भिडपाखामा छ भने चाहिँ एकदम सजिलो हुने रहेछ जस्तो अब यो ठाउँ हेर्नुभयो भने तपाईँहरूले देख्नुहुन्छ यस्तो भिडपाखा छ यहाँ टोटल स्टेसन राखेर त कति टाइम लाग्छ नि त सकिन्न नि त त्यसको लागि चाहिँ डिजिबिएसले गर्दा चाहिँ अझ फास्ट हुने रहेछ यो चाहिँ बेस हो यो चाहिँ मेन बेस भइहाल्यो यो सेटेलाइटहरू क्याच गर्ने डिजिबिएस चाहिँ खासमा यो चाहिँ सेटेलाइटबाट काम गर्छ यसमा टावर छ अनि यहीसँग अर्को सेम यस्तै अर्को रुबर हुन्छ त्यो रुबर र यो कनेक्ट हुन्छ अनि एउटा डिजिबिएस प्याड हुन्छ त्यो प्याडबाट चाहिँ काम गर्ने सबै त्यो चाहिँ मोनिटर गर्ने एउटा ट्याब हुन्छ अनि त्यो ट्याबबाट चाहिँ सबै त्यहीँ कोअर्डिनेटहरू उस गर्ने यताउता सबै हुन्छ त्यो चाहिँ यहाँको हामीले पहिला टोटल स्टेसनले चाहिँ तल यहाँबाट हामीले कोअर्डिनेट हालेर कोअर्डिनेटसँग उस गर्थ्यौँ भने यसले चाहिँ अटोमेटिक यहीँ कोअर्डिनेट दिन्छ अनि यसले अटोमेटिक कोअर्डिनेट दिएपछि हामीलाई चेकको लागि चाहिँ अर्को रुबर हुन्छ रुबरले यो तल सेन्टरमा राखेर देख्न सक्नुहुन्छ हामीले सेन्टर पोइन्ट पनि फिक्स गरेर त्यो सेन्टरमा राखेर ट्याली गर्दाखेरि
ठ्याक्कै कोअर्डिनेट मिल्छ क्या। त्यो भनेको चाहिँ कति सजिलो भयो भन्दाखेरि हामीले ब्याक साइड फोर साइड गरिराख्नै परेन क्या। एउटा छ दाइहरू यहाँ तल कहाँ कहाँ हुनुहुन्छ होइन, पुरै यो एरिया पुरै हामीले सर्वे गर्ने हो खासमा चाहिँ। यहाँ तल तल छन् दाइहरू देख्न सक्नुहुन्छ कहाँ पुग्नु भएको, यहाँ पर पुग्नु भएको। मोनिटर ट्याबबाट ट्याक्क रिड लिने, हिँड्दै 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 रिड लिने। अब यो एरिया पुरै कता कतासम्म पर्छ त्यो सबै यही एउटै स्टेसन हाम्रो यहाँ छ देख्न सक्नुहुन्छ। यही एउटै स्टेसनबाट पुरै भ्याइयो क्या, फास्ट एकदम फास्ट। टोटल स्टेसनले त अब कुनै पनि त्यो सम्भव छैन नि त। अब स्टेसन चेन्ज गर, फेरि पोइन्ट गर, ब्याक साइड गर होइन, त्यसले त गाह्रो हुन्छ। त्यही भएर चाहिँ हामीले खासमा डिजिपिएस गरे हो। देख्न सक्नुहुन्छ यो चाहिँ अनाइकोट हो। अनाइकोटको यहाँनिर चाहिँ शीतल मान्छेहरू बस्ने होइन, घाम लागिरहेको। सर्वे भनेको यस्तै हो, जहिले पनि घाममै हुन्छ, के गर्ने एउटा गाह्रो छ हो। यता हेऱ्यो भने गाउँहरू छ कस्तो राम्रो लाग्ने होइन, गाउँको भाइब। अनाइकोट धुलीखेल वडा नम्बर सायद 2 हो, के अरे 2 पर्छ कति पर्छ त्यो त मलाई थाहा भएन। हाम्रो सर्वे सक्यो, पुरै एरिया नापेर सक्यो दादा। जुगाडमा चलाउने हो नि त जिन्दगी यार। दाइ के छ त? पानी पनि पर्यो। भनिदिनु त दाइ यो के हो रे यो डब्बा? कति लाग्छ रे यसको एउटा टाउको? 10 लाखको टाउको मान्छेको टाउको भन महँगो छ। मेरो टाउको जत्रो नि छैन त नि। मान्छेको टाउको काट्यो भने 10 लाख पर्दैन होला। यसको टाउकोलाई 10 लाख। ल प्याकअप हामी प्याकअप। पानी पर्यो झन् उता ठुलो पानी पर्यो हेर्दै। भिडियो त सबै हेर्नुभयो होला। खासै भिडियो बनाउँछु भनेर बनाएको त थिएन, तर यसो अब आफू गएको ठाउँ देखाइदिउँ न भनेर खासमा देखाइदिएको। के कस्तो लाग्छ भिडियोमा यसो कमेन्ट गरेर के हजुरहरूको सजेसन पाउनु। अनि अर्को कुरा के हो भन्दाखेरि भिडियो बनाउनु त मन लाग्छ होइन, तर भिडियो बनाउनलाई डिभाइसै हुँदैन क्या। अब डिभाइस नभएपछि अब साउन्डदेखि लिएर क्वालिटीदेखि लिएर मैले इम्प्रुभै गर्न सकेँ। अब मान्छेहरूले के गर्छन् भन्दाखेरि के अरे त्यो जस्ट त्यो भिडियोको उस हेरेर जज गर्छन् क्या। अरू मान्छेहरूले लाखौँ ग्याजेट बोकेर होइन भिडियो ड्रोन उडाएर भिडियो बनाइरहेको हुन्छ। अनि हाम्रो भनेको चाहिँ अब एउटा सानो मोबाइलबाट भिडियो गर, सिनेमेटिक गर, साउन्ड यहीँबाट लिए होइन, सबै कुराहरू गाह्रो हुँदो रहेछ। युट्युब जोड्ने चाहिँ अब यस्तै चलिरहेछ। कतिजना म जस्तै उसबाट पनि गुज्रेको मान्छेहरू पनि होला। बाटो बन्दैछ, राम्रै कुरा हो हाम्रो लागि, तर हामी हिँड्न पाएन, अफरोडमा हिँड्न पर्यो। डट बाइक भए भए मजा आउँथ्यो होइन, डट बाइक भए त फेरि बिजोग हुन्थ्यो नि त। फेरि सामान बोक्न होइन, मान्छे मात्रै हिँड्न नि गाह्रो छ हौ अफरोडमा त्यो बाइकमा। होइन त्यो त डटमा त सिङ्गलै हिँड्ने हो क्या। अफरोड हामी त्यो खासमा अफरोडै भनेर बनाएको बाइक अनि कहाँ एडभेन्चर बाइक नेपालमा ओइ तानेर भ्याएको अँ छोइसकेको। मान्छे पनि कस्तो रोक्नुपर्छ नि। ए पानी पर्यो बिजो रमाइलो गर्दै जानु। पानी पर्यो बिजो। मेरो अवस्था हेर्न सक्नुहुन्छ यार, यस्तो छ। खुट्टा बिग्रिएको होइन अब चाहिँ अब अफरोड आज चाहिँ आउँदैन होला तिमी, बोर भइसक्यो होला अझै। म बस्दा कम बोर लागेको थियो यार एकछिन त। हलबाट जानु पर्यो। कस्तो कुदाको होला हाम्रो भारी छ, उनीहरूको त्यही माथि सिङ्गल छ नि त नि, त्यही भएर अन्त तपाईँलाई अप्ठ्यारो त भएको छैन नि उसले छैन होइन।
म त आनन्दले बसिरहेको छु, यो मोबाइल चलाएर बसिरहेको छु अनि के मलाई के भयो? केले घोचेन तपाईँलाई? यही बाटो आएन कहाँ यही बाटो? सम्झिँदैन हौ। यो बाटो होइन हौ, होइन रे त्यसै होइन भने कि हामी उताको त्यो सिधा बाटो किन अघि तपाईँहरू उतापट्टि सर्भे गरे कहाँ यो बाटो आयो हो? चुपचाप बसेको छ है। के कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु, पुरानो हुनुहुन्छ भने चाहिँ लाइक आइकनलाई थिच्न नबिर्सिनु होला। यति भन्दा मेरो यो भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। हस् त, बाइ बाइ।